यो चाहिँ हाम्रो खानेपानी। यहाँनिर हामीले पानी लिएर खाना पकाएर खान्छौँ। यहाँबाट देख्ने दृश्यहरू दुधकुण्ड हिमाल, करेलुङ, खटङ्गा र परेको छ पङ्दे, अनि त्यसपछि तबुचे, चोलासेट, थाम्सेरकु, कुसुम खङ्गारू, नौलेखहरू हामीले यहाँबाट देख्न सकिन्छ। यो चाहिँ दाल पाक्दैछ अहिले किचनमा। काली सब लामपुचेले खाइदिन्छ। साग केही छैन यार, मासु छैन। माया हल्ला मात्रै किचन। ह्यान्डी प्लस छ भनेको हैन। आऊ यो चाहिँ हाम्रो सुत्ने रुम यस्तो छ। यहाँ चाहिँ हामी 10 जना सुत्छौँ।